भजन क्यानबेराको यो दोस्रो श्रृङ्खला यहाँहरू माझ राजधानी क्यानबेराबाट प्रत्यक्ष रूपमा देखाउनलाई उपस्थित भएको छु अभियुक्त मार्फत र यहाँ अभिभावकहरूको क्यानबेरामा रहनुभएका अगुवाहरूको अनि क्यानबेराका स्थानीयहरूको बाक्लो उपस्थिति रहेको छ। यो भजन क्यानबेरा एमआरआरले यो भजनको ट्रेन्ड नेपालबाट सुरु गर्दै गर्दै हामी अस्ट्रेलियासम्म आइपुग्यौँ र अस्ट्रेलियाको राजधानी क्यानबेराबाट यहाँलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। यहाँको दृश्य तपाईँलाई देखाउँदै केही कुराकानी पनि म स्थानीयहरूसँग गर्ने प्रयत्न पनि गरेको छु। यहाँलाई कस्तो लागिरहेको छ? एकदम धन्यवाद तपाईँहरू जुन चाहिँ यो कार्यक्रम गर्नुभएको छ, नेपालको नै अनुभूति पाइरहेको छौँ। हामीलाई यहाँ यो भजन समूहले दिएको चाहिँ यो प्रस्तुति साह्रै रमाइलो लाग्छ। रमाइलो लाग्छ बाबु। नेपालको झल्को दिएको छैन अलिअलि? छैन छैन यहाँको माहौलले छैन बाबु। रमाइलो लागिरहेको छ। केमा आएको तिमी? भजनमा कस्तो लागिरहेछ? यहाँ देख्न सक्नुहुन्छ यहाँ दान पेटिका पनि रहेको छ। अब यो भजन क्यानबेरा यो कम्युनिटीको लागि यो समुदायलाई कनेक्ट गर्नको लागि र भजन मार्फत चाहिँ अलिकति भए पनि स्पिरिचुअल भाइबलाई क्रिएट गर्नको लागि यो एमआरआरले आयोजना गर्दैछ भनी कम्युनिटी सपोर्ट बाई सनातन समाज र नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान यो डोनेसन बक्स पनि राखिएको छ र एपिआइडी पनि छ 0466068542 मा। यो चाहिँ कस्तो हो भने हरेक महिना भजन क्यानबेरा आयोजना गर्दै गर्दाखेरि अलिकति आर्थिक रूपमा आर्थिक पाटोहरू पनि हेर्नुपर्ने भएको हुनाले यो हलको पनि व्यवस्थापन गर्नुपर्ने भएको हुनाले चाहिँ डोनेट गरेर यो अझै बढी क्यानबेरामा चाहिँ यो माहौललाई अझै बढी राम्रोसँग यो क्रिएट गर्नलाई चाहिँ मद्दत गरिदिनलाई यो यसरी डोनेसन बक्स पनि राखिएको छ र चाहँदाखेरि यहाँले डोनेट पनि गर्न सक्नुहुनेछ। कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ सर। यो विशेष गरी अब हरेक महिना जस्तो गर्ने खालको सोच बनाएको भन्ने सुनिरहेको थियो। हो एकदम सही हो। यो सबै झन् उपस्थितिले झन् हामीलाई झन् मोटिभेट गरिरहेको छ, हरेक महिना नै गर्नुपर्छ भन्ने छ। एकदमै भव्य र सबै तरिकाले भइरहेको अहिले चलिरहेको छ। त्यो भएर एकदमै रमाइलो पनि भइरहेछ। नाचगान सबैजना बाबा आमादेखि लिएर दाजुभाइ र क्यानबेराको सबै भेटभाट समेट्ने गरी एकदम रमाइलो नै भइरहेको छ। एकदमै रमाइलो भइरहेछ। आजको यो भजनमा आएर चाहिँ लास्ट टाइम मेरो छुटेको थियो, तर योचोटि चाहिँ हुन्छ नि यो सोसल ग्यादरिङ होइन, यो माहौलले गर्दाखेरि एकदमै उत्साहित छु। यस्तो खालको कार्यक्रम क्यानबेरामा होइन भजन क्यानबेरा गर्ने सधैँभरि गरोस् जस्तो लागेको छ कि होइन होस् जस्तो लागेको छ? सधैँभरि नै गरोस् जस्तो लागेको छ। अझै बढी भोलिन्टियर हुन् जस्तो चाहिँ लागेको छ। कसै सीमित ग्रुपलाई मात्रै प्रेसर चाहिँ नहोस्, तर यो माहौल चाहिँ सधैँ बनिरहेको भने चाहिँ सबैलाई हुन्छ नि कतिपय मान्छे एक्लो भएर बसेको हुनसक्छ। लोनलिनेस हटाउने एउटा ठाउँ, सोसल ग्यादरिङ, नेटवर्किङ सबै रमाइलो छ। यो ग्रुपका क्यानबेराका टिम साथीहरू पनि हुनुहुन्छ होइन? कस्तो भइरहेछ भजन क्यानबेरा? भजन क्यानबेरा एकदमै रमाइलो भएको छ। लास्ट टाइम चाहिँ म छुटेको थिएँ, यसपालि आएर प्रत्यक्ष देख्न पाउँदा एकदम खुसी लागेको छ। एकदम रमाइलो भएको छ। कस्तो भइरहेछ? एकदम भजन हामीले देख्न सक्छौँ। सबै बुवा आमा पुस्ता, सानो बाबु नानी पुस्ता, युङ पुस्ता सबैलाई एकदम समेट्न सफल भएको छौँ र यो हामीले कन्टिन्युटी गर्नेछौँ। सकेसम्म हामीले अब यसलाई कन्टिन्युटी दिने पनि हाम्रो टिमको कुरा छ। भने पछाडि महिनै पछाडि नै गर्ने खालको सोच छ? अहिलेको हाम्रो प्लान अनुसार हामीले प्रत्येक महिनामा एकचोटि चाहिँ विकेन्ड पारेर सकेसम्म सबैलाई समेट्ने गरी महिनाको एकचोटि गर्ने भन्ने हाम्रो सबै टिमको पनि सल्लाह र यो सबै समुदायको पनि मागलाई सम्बोधन गर्दै हामीले महिनाको एकचोटि गर्नेछौँ, पक्कै पनि गर्नेछौँ।